आज हामी चुपचाप लागेर बस्यौँ भने सोच्नुस् भोलि बिहान यो देशमा न रवि लामिछाने जन्मनेछन्, न बालेन शाह जन्मनेछन्, न कुलमान घिसिङ जन्मनेछन्, न हर्क साम्पाङ जन्मनेछन्, न गोपी हमाल जन्मनेछन्। रविदेव भनेको त एउटा देशको आशा भरोसा हो नि त। जुन तरिकाले उहाँलाई जसरी पनि थुन्नुपर्छ, बालेनलाई एक्लै बनाउनुपर्छ, हर्कलाई पनि एक्लै बनाउनुपर्छ, कुलमानलाई निकाल्नुपर्छ होइन। म बालेन शाह, हर्क साम्पाङ, कुलमान दाई अब सबैलाई म के भन्छु भन्दाखेरि हामीले पनि आफ्नै तरिकाले नहिँडौँ। एउटा मौका हो। अघिल्लो पुस्ताले देश नबनाउनु भनेको हाम्रो पुस्ताको लागि ठुलो अवसर हो। आम नेपालीलाई थाहा छ रवि लामिछाने विरुद्ध चाहिँ राज्यले प्रतिशोध साधेको छ र त्यसका विरुद्ध आवाज उठाउन मन छ। कसरी आवाज उठाउने भन्ने कुरा चाहिँ आम नेपाली जनतालाई हिजोको दिनमा केही पनि विकल्प थिएन। आज चाहिँ हामीले हस्ताक्षर अभियान मार्फत सबैलाई आफ्नो आवाज साझा गर्ने, खुला गर्नको लागि एउटा प्लेटफर्म बनाएका छौँ। यो प्लेटफर्ममा आएर जसलाई रवि लामिछाने विरुद्ध यो प्रतिशोध साधेको हो भन्ने विश्वास लाग्छ, हामी आम नेपालीलाई आह्वान गर्छौँ। घन्टी बजाएको, घन्टी राखेको यो मन्दिरका भगवानलाई यदि कुनै दैत्य र दानवहरूले कुनै किसिमले हिंसा गर्न खोज्छन् र अत्याचार गर्न खोज्छन् भने चाहे म पार्टीको कार्यकर्ता हुँ या स्वतन्त्र नागरिक हुँ, सबै मान्छेले यस्ता व्यक्तिलाई समर्थन गर्नुपर्छ। सदनमा घन्टी बजाइसकेका छौँ। यो राज्य ढुकुटी दोहन गर्न पल्केकाहरूको घन्टी उहिल्यै बज्या, 84 सम्झेर अब मनमा ढ्याङ्ग्रो बज्या, यति हो। एकदम पूर्व प्रधानमन्त्रीदेखि लिएर विभिन्न पार्टीबाट चुनाव लडेका व्यक्तिहरूदेखि लिएर विभिन्न पार्टीमा आस्था राख्ने व्यक्तिहरूदेखि लिएर कलाकारहरूदेखि लिएर एकदम युवा अभियन्ताहरूदेखि लिएर सम्पूर्ण आम नेपाली जनता, भुइँसम्मको नेपाली जनताले चाहिँ नै हाम्रो हस्ताक्षर अभियानमा साथ दिइरहनु भएको छ र आजबाट हामीले 77वटा जिल्लामा यो अभियान सञ्चालन गरिराखेका छौँ। काठमाडौँका विभिन्न ठाउँहरूमा, नेपालका विभिन्न ठाउँहरूमा यो अभियान चलिराखेको छ र नेपालमा मात्रै होइन विश्वव्यापी रूपमा विभिन्न देशहरूमा पनि यो हस्ताक्षर अभियान चलिराखेको छ। पार्टी कार्यालयमा चाहिँ हामीले निरन्तर रूपमा यो हस्ताक्षर अभियानलाई खुल्लै राखेर हरेक दिन चलाउने गर्छौँ र आजको कार्यक्रममा यहाँहरूले देखि नै सक्नुभयो नेपालका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि आएर हाम्रो हस्ताक्षर अभियानमा साथ दिनुभएको छ। त्यस्तै हामीसँग आज युवा अभियन्ता साथीहरू आउनु भएको छ। मैले देखिरहेको छु यहाँ डाक्टर निकोलस भुषाल, हाम्रो चाहिँ नि सोमजी होइन, लगायत हाम्रो अभियन्ता साथीहरू थुप्रै हुनुहुन्छ। आजको यो हाम्रो हस्ताक्षर अभियानमा साथ दिनको लागि पर्दा जे पनि हामी गर्न तयार छौँ भनेर उहाँहरूले साथ दिनुभएको अवस्था छ। अझै यो हस्ताक्षर अभियानलाई हामी निरन्तर रूपमा लैजान्छौँ। आज हामीसँग अजय श्रेष्ठ लगायतका साथीहरू पनि आउनु भएको छ। तपाईँहरूले चाहिँ यो हस्ताक्षर अभियानलाई अझ नेपालको कुना कन्दरामा पनि हामीले पुर्याउनु पर्नेछ। आम नेपालीलाई थाहा छ रवि लामिछाने विरुद्ध चाहिँ राज्यले प्रतिशोध साधेको छ र त्यसका विरुद्ध आवाज उठाउन मन छ। कसरी आवाज उठाउने भन्ने कुरा चाहिँ आम नेपाली जनतालाई हिजोको दिनमा केही पनि विकल्प थिएन। आज चाहिँ हामीले हस्ताक्षर अभियान मार्फत सबैलाई आफ्नो आवाज साझा गर्ने, खुला गर्नको लागि एउटा प्लेटफर्म बनाएका छौँ। यो प्लेटफर्ममा आएर जसलाई रवि लामिछाने विरुद्ध यो प्रतिशोध साधेको हो भन्ने विश्वास लाग्छ, हामी आम नेपालीलाई आह्वान गर्छौँ। यो चाहिँ रवि लामिछाने विरुद्ध प्रतिशोध साधेको छ है भन्ने जनताको अदालतमा चाहिँ पुगेर र जनताले साथ दिएको चाहिँ एउटा विषय हुनेछ। यहाँहरूले साथ दिने चाहिँ एउटा बाटो खुला गरिदिनुहोस् भन्ने हामी आग्रह पनि गर्दैछौँ। अब यो हाम्रो क्याम्पेन निरन्तर रूपमा चलिरहेछ। तपाईँहरू जो आउनु भएको छ तपाईँहरूलाई धन्यवाद र निरन्तर रूपमा चलिरहेछ। अझै यसलाई चाहिँ फैलाउनको लागि मद्दत गर्नुहोस् भन्ने पनि हाम्रो पार्टीको अपिल छ। रवि लामिछानेले त्यो भैरवाको कारागारबाट एउटा अपिल निकालेका छन्। त्यो लामो मैले पनि पढेको थिएँ। जतिखेर त्यो पत्रका शब्द उब्काएर पढेँ मैले, मेरो आनन्दले बसेको रगत एक्कासी भुकलुक्क उम्लिएको थियो। यो आनन्दले चलेको मेरो मुटुको चाल एक्कासी बढेको थियो। मलाई लाग्यो भने यो अति नै भयो। आज यस्तै व्यक्तिहरू जो देश बनाउन आएका छन्, ती व्यक्तिहरू भइरहेको कारागारभित्र बसिरहने हो। अनि यो जसले यो देशलाई दोहन गरिरहेका छन् ती चाहिँ यो सत्ताको चाबी सम्हाल्दा प्रधानमन्त्री मन्त्रीको पदमा बसिरहने हो भने तपाईँ हामीले सोचेको जस्तो देश पहिल्यै पनि बन्दैन, न अहिले बन्छ न भोलि बन्छ। त्यही सोचेर, त्यही आक्रोश, त्यही कुण्ठाको साथमा म जहाँसम्म लाग्छ हामी साथीहरू, निकोलसजी चाहिँ पूर्व पार्टीको सदस्यहरू हुनुहुन्थ्यो, तर उहाँबाहेक हामी चाहिँ पहिलो पटक कुनै पार्टीको केन्द्रीय कार्यालयमा टेकेको यो पहिलो इतिहास हो। यो पाइलालाई टेकिरहँदा मैले यो सोचेर आएको छु कि म यो पार्टीको कार्यकर्ता होइन। घन्टी बजाएको, घन्टी राखेको यो मन्दिरका भगवानलाई यदि कुनै दैत्य र दानवहरूले कुनै किसिमले हिंसा गर्न खोज्छन् र अत्याचार गर्न खोज्छन् भने चाहे म पार्टीको कार्यकर्ता हुँ या स्वतन्त्र नागरिक हुँ, सबै मान्छेले यस्ता व्यक्तिलाई समर्थन गर्नुपर्छ। आज हामी चुपचाप लागेर बस्यौँ भने सोच्नुस् भोलि बिहान यो देशमा न रवि लामिछाने जन्मनेछन्, न
न बालेन शाह जन्मने छन्, न कुलमान घिसिङ जन्मने छन्, न हर्क साम्पाङ जन्मने छन्, न गोपी हमाल जन्मने छन्। काङ्ग्रेस एमाले माओवादी मिलेर सबै मिलेर खाइरहेको थिए, देशमा डुबाइरहेको थिए, युवाहरू बेचिरहेको थिए, देश संसारकै वान अफ द धेरै भ्रष्टाचार हुने गरिब देशमध्ये पर्ने बनाइसकेका थिए। यो अवस्थामा अलिकति यो बालेन शाहदेखि रवि लामिछाने अलिकति युवाहरू आइसके पछाडि चाहिँ यिनीहरू झस्किन थाले र जब रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी देशभरि भएर र 12 लाख जनताले माया गरिसके पछाडि चाहिँ अब हाम्रो भविष्य छैन, यसलाई सकाउनै पर्छ, जसरी पनि सकाउनै पर्छ भनेर अब यिनीहरूले एउटा लामो एउटा योजना बनाएर सबै गरेर एउटा सेटिङ गरेर अदालतदेखि लिएर तपाईँले जिल्ला अदालत बाहेक अरू कुनै पनि अदालतमा राजनीतिक नियुक्ति बाहेक अरू हुन्छ? हुँदैन नि त। अब सायद मर्ने बेलामा अलिकति जोस आउँछ भने जस्तो यो पुराना नेताहरूको यिनीहरूले चाहिँ नयाँ उनीहरूको कसैले पनि विरोध गर्छ भने होइन, चाहे म हुँ चाहे अरू पनि होला नि होइन, रविदाई लगायत। रविदाई भनेको त एउटा देशको आशा भरोसा हो नि त। जुन तरिकाले उहाँलाई जसरी पनि थुन्नुपर्छ, बालेनलाई एक्लै बनाउनुपर्छ, हर्कलाई पनि एक्लै बनाउनुपर्छ, कुलमानलाई निकाल्नुपर्छ होइन। अब भीमरावले कोही विरोध गर्यो भने उसलाई मुन्टाइहाल्नुपर्छ, निकालिहाल्नुपर्छ भन्ने सोच भएका प्रवृत्ति भएका यो पुराना नेताहरू जो जमानादेखि खाँदा एउटा जुको ढाडिन्छ नि त्यस्तै ढाडिएर बसेको ठाउँमा अब हामी चाहिँ आउन पाइन्न कि भन्ने भएपछि उहाँहरूले अन्तिम अस्त्रको रूपमा यसलाई आफू त नराम्रो भयौँ, मलाई के लाग्थ्यो भन्दाखेरि अब हामी युवा आइसकेपछि बुढाहरू सुध्रिन्छन्, उहाँहरू परिवर्तन हुनुहुन्छ, उहाँहरू केही न केही थोरै भए पनि हुन्छ भनेको अब हामी बिग्रिम खत हामी सुध्रिने होइन कि नयाँलाई पनि बिगारौँ होइन, कसलाई के भनेर हुन्छ। अब यिनीहरूको एउटा मात्र योजना के छ भन्दाखेरि चाहिँ यो पुराना पार्टीहरूको अन्तिममा म भन्नुपर्दाखेरि अब नयाँहरूलाई लडाउने र पुरानाहरू चाहिँ एक्लै आफू आउने, आफ्नो एउटा विरासत जोगाउने अन्तिम प्रयास छ हो। यो हुन दिनु हुँदैन। म सम्पूर्ण हामी यहाँ अजयजी सोमसर हामी सबैजना किन छौँ भन्दाखेरि हामी एक छौँ युवाहरू। हामीलाई एकबद्ध गर्न आउनुहुने सबैलाई म फेरि पनि कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। पूर्व प्रधानमन्त्रीज्यूहरू आउनुभयो, उहाँहरूलाई पनि म विशेष हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। कलाकारहरू आउनु भएको छ, सङ्गीतकर्मीहरू आउनु भएको छ, जति पनि आएर सत्यलाई त्यसलाई भ्रम सिर्जना गरेर अनेक भाष्य बनाउने कोसिस विरुद्ध लागेर यो हस्ताक्षर अभियानमा आइदिनु भएको छ। म उहाँहरूप्रति विशेष धन्यवाद दिन चाहन्छु। युवाहरूको साथ व्यापक छ। यो अभियान सुरु भएको साथ पार्टी अफिस देखिरहनु भएको छ, कहाँदेखि आइरहनु भएको छ। राज्यले सभापतिमाथि जुन किसिमको प्रतिस्रोत साँच्यो, यो प्रतिस्रोत हो र यो प्रतिस्रोत पूर्ण छ भनेर आम नागरिकले दिनुभएको यो मत अभिमत हो। यो हामी जनअदालतमा छौँ, हामी नागरिकको अदालतमा छौँ। नागरिकको अदालतले यो षड्यन्त्र बुझेको रहेछ भन्ने चिज यो अभियान सञ्चालन भए पश्चात हामीलाई अनुभूति भएको छ।